धेरै धेरै धन्यवाद है। साथै राम्रो प्रतिक्रिया आवाज यहाँले दिनुभएको छ। अब भने हामी लोक दोहोरी गीतको प्रतिनिधित्व गर्दै आउनुभएका कलाकार साथीहरूलाई हामी आमन्त्रण गर्न चाहन्छौँ। उहाँहरूले हामीलाई फुल लेभलको मनोरञ्जन दिलाउनुहुनेछ। अवश्य हामी अब हेर्नेछौँ उहाँहरूको यो लोक दोहोरीको प्रस्तुति यहाँहरू माझमा हामी राख्न चाहन्छौँ। सम्पूर्ण जति पनि नजिकै हाम्रो नजिकै छरिएर आउनुभएका दाजुभाइ दिदीबहिनीहरू हजुरहरू नजिकै आएर हामीलाई साथ दिनुहोला, हामीलाई थप हौसला दिनुहोला। हजुरहरू नजिकै आउनु भनेको चाहिँ हामीलाई अझ एक लेभल माथिको चाहिँ हाम्रो ऊर्जा बढ्नेछ, हामीलाई एउटा हौसला मिल्नेछ। त्यसैले गर्दाखेरि ढिला नगरिकन कलाकार साथीहरू तयारी अवस्थामा हुनुहुन्छ। यो माइक्रोफोनमा हजुरहरूलाई हस्तान्तरण गर्छु है त।
लौ है आयो सिकारी बन्दुक भिरेर है। सिकारीसँग सबैजना होशियार रहनु होला। यहाँ अझै पनि धेरै शिकारहरू हामीसँग बाँकी नै छ। शिकार गरेको हेर्न मजा आउँछ नि है। अवश्य पनि यहाँहरू माझमा शिकारीले चाहिँ बन्दुक पड्काउने अवस्था छ। यहाँ हामीसँग धेरै प्रस्तुतिहरू बाँकी नै छ। त्योभन्दा पहिले हामी एउटा प्रस्तुति यहाँहरूको माझमा अब राख्नेछौँ, एउटा गीत राख्नेछौँ। यो गीत चाहिँ सुगम पोखरेलको आवाजमा रहेको गीत, असाध्यै मिठो गीत छ। यो वर्षमा दिनमा लैले भन्ने बोलको गीत छ। यो प्रस्तुत गरिदिनु हुनुको लागि भाइ मिलन घलेलाई म अनुरोध गर्न चाहन्छु। भाइ दुई तीनवटा यो समय देऊ। नेक्स्ट गीतहरू टाइपको त्यो छैन, तिमीले कुरा हानेको थियौ नि। जाने यतै सम्म ठ्याक्कै उसमा लेन्समा हाल्दो रहेछ। होता है कभी कभी जिंदगी में एक्सपीरियंस। खुसीले सारा